हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। आज चाहिँ म फर्सी र आलुको तरकारी पकाउँदैछु। पहिला तेल बसाले अनि तरकारी अनि प्याज फुराउने। प्याज फुराएँ, प्याज रातो हुने गरे भुन्ने। त मेरो छोरी चाहिँ चकचक गर्दैछिन्। अनि त्यस पछाडि फर्सी हाले, मजाले भुटेँ फर्सीलाई। अन्त छोरीलाई जिस्क्याउँदैछु मैले। अनि बेसार हालेँ, नुन हाल्छु अनि त्यसलाई मजाले चलाउने। सबैतिर मोलेछ अनि अदुवा लसुन हालेँ। अनि यो चाहिँ गलिसकेको छ। मलाई चाहिँ अलि ग्रेभी भएको मनपर्छ। अनि मसला हालेँ अनि टमाटर हालेँ। त्यसलाई छोपिदिएँ एकछिन। अनि छोपेपछि तरकारी दामी भयो। नखाने खाम जस्तो कसलाई मनपर्छ फर्सीको तरकारी। सबैजनाले कमेन्ट गर्नु है त फर्सीको तरकारी मनपर्ने जतिले।